अनि त्यो त आमालाई ऊ त्यो चाहिँ के को त्यो भुत्ला चाहिँ एक कप बोक्रा क्या कहाँ बुझ्ला र त्यो अचार बनाएपछि सुकाएर पिन्ने क्या यो बट्टाभित्र चाहिँ कागती कागती माला बनाउने त्यसको अनि यो के को गेडा हो के को गेडा ओमालाको गेडा लप्सीको गेडा ए यो चाहिँ लप्सीको गेडाको अचार रहेछ नि त ल मिठो रहेछ है यो लप्सी चाखौँ न त अचार बनाएर सिकेर अचार व्यापार गर्ने हो क्या साउनी यो लप्सी चाहिँ खतरा मिठो रहेछ त झन् अमालाई पनि मिठो छ यो बट्टाका बेच्नु पर्यो भने कतिमा बेच्ने झन् मजाले यो मङ्सिरको महिना घाममा बसेर साउनी पुरै अचार हालेर है बब्बाल मिठो रहेछ